तर बाबुजी तिमीहरू छानाको योहरू झ्याल थुप्नेहरू सो यो चाहिँ सबै सम्भव चाहिँ हाम्रो स्पेसल मान्छे जसले गर्दाखेरि हामी सबै यहाँ सँगै छौँ सो आई वुड लाइक टु कल विशालजी मेकर अफ रिचुअल एन्ड एकदम खास पनि यो हेरी अनि यो चाहिँ नि फर्स्ट टाइम यो स्क्रिनिङ हुँदैछ योभन्दा पहिला स्क्रिनिङ भएको छैन सो तपाईँहरू चाहिँ पहिलो अडियन्स हुनुहुन्छ मेरो होइन सो म एकदम खुसी छु त्यसको लागि कुरो साहको फिल्महरू याद आइरहन्छ क्या किनभने त्यो तिम्रो त्यो फिल्मको पर्सनालिटीदेखि लिएर त्यो यति फोकस स्टोरी टेलिङ छ यसमा होइन अनि त्यो एकदम भेरी फोकस्ड एकदम टाइट फिल्म छ अनि हाम्रो ज्याकी थापा भन्ने एकजना स्टुडेन्ट एक्टर जो चाहिँ पहिला सीमारेखामा काम गरिसक्नु भएको दाइ हो अनि उहाँले चाहिँ एकदम उहाँको चाहिँ देन छ यसमा भनौँ न अनि उहाँहरूले चाहिँ खासरी अन फिल्ड नै के अरे धेरै कुराहरू गरिसकेको थियो कि त्यो छाप्नेको म्युजिकहरू त्यसले दाङकै दाईसँग आफ्नै कम्युनिटीको दाई फिल्म मेकरसँग काम गर्न पाउँदा चाहिँ धेरै खुसी लाग्यो आफ्नै कम्युनिटीबाट यसरी यति लेभलकोमा देख्दा चाहिँ धेरै खुसी लाग्यो अनि रिचुअलमा चाहिँ त्यो जुन गएको थिएँ मैले भाका त्यो चाहिँ हाम्रै खाम मगर कम्युनिटीको साइला बरै भन्ने लोक भाका त्यसैमा समेटेर त्यसैमा आधारित त्यसैलाई समेटेर अनि त्यसमा आफ्नो थोरै इम्प्रोभाइजेसन राखेर म चाहिँ अहिले एमफिल गर्दै छु एन्थ्रोपोलोजीमा सो आई एम द स्टुडेन्ट अफ एन्थ्रोपोलोजी सो वी हेभ टु एनालाइज ह्युमन बिहेभियर सो त्यो कारणले गर्दा म टोटली अन्नोन हो मुभीबारे बट दाइहरूले स्क्रिप्टको लागि यस्तो यस्तो प्रोजेक्टहरू चाहिँ गरौँ भन्नुभयो Channel wasn't comfortable enough. So how did you like the movie? Like you want to have something? I think what I understood was you spent 10 years. Did I? yeah it's we had already shoot this film before 10 years ago yeah so film is before 10 years yeah Congratulations, just.